यता हेर न कान्छी कहाँ हेरेछ उता हाम्रो आवाज केटीबेटी बेचबिखन मुक्त समाज केटीबेटी बेचबिखन मुक्त समाज भन्दै दुईचोटि भन्नु छ है हजुरहरूले। अनि घर शान्ति नै विश्व शान्तिको आधार दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौँ भन्दै अनि यस्तै गरेर 8वटा नारा छन्। म यहाँबाट भन्छु अनि तपाईहरुले लास्टको दुईचोटि भन्नुस्। ल सुरु गरे है। 115 अन्तर्राष्ट्रिय नारी दिवस सफल पारौँ। 115 अन्तर्राष्ट्रिय नारी दिवस सफल पारौँ। घरबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ। महिला हिंसा सुरु गरौँ महिला हिंसा अन्त्य हाम्रो समाज चेलीबेटी बेचबिखन मुक्त समाज चेलीबेटी बेचबिखन मुक्त समाज चेलीबेटी बेचबिखन ग्रामीण महिलाहरूको सशक्तिकरण गरौँ। ग्रामीण महिलाहरूको सशक्तिकरण गरौँ। ग्रामीण महिलाहरूको सशक्तिकरण गरौँ। उच्च शिक्षा छोरीलाई शान्ति जीवनभरिलाई उच्च शिक्षा छोरीलाई शान्ति जीवनभरिलाई नागरिकतामा समान अधिकारको सुनिश्चित गरौँ। नागरिकता समान अधिकारको सुनिश्चित गरौँ। नागरिकतामा समान अधिकारको सुनिश्चित गरौँ। 115 अन्तर्राष्ट्रिय नारी दिवस सफल गरौँ। घरबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ। घरबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ। घर शान्तिलाई विश्व शान्तिको आधार दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू सबैलाई नमस्कार। मेरो नाम साया परिजाऊ। म कक्षा 2 मा पढ्छु। म श्री सिद्धबारी प्राथमिक विद्यालय फर्साबाट आजको कार्यक्रममा सहभागी भएको छु। सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तिकरण भन्ने
115औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू तथा विभिन्न तबकामा रहनुभएका पदाधिकारीज्यूहरू, निर्णायक मण्डलज्यू र उपस्थित सम्पूर्ण महानुभावहरू, आज मार्च 8 गते मनाउन गइरहेको 115औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमका नारी दिवस शीर्षकमा वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा म एकदमै हर्षित महसुस गरेको छु। नारी सृष्टिकी जननी हुन्। नारी घरको काममा मात्र होइन, पढी लेखी समाजको मुहाई फेर्न सक्छिन् र सङ्गठित भएर अगाडि बढेर लक्ष्य प्राप्ति गर्न सक्छिन्। त्यसको लागि नारी शिक्षित र अधिकार प्राप्तिको सङ्घर्ष गर्नुपर्दछ। धन्यवाद, नमस्कार। 15औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गइरहेका छौँ। यो दिवस हरेक वर्ष मार्च 8 गतेका दिन मनाउने गरिन्छ र म नारी दिवसको बारेमा केही भन्न गइरहेकी छु। हरेक वर्ष मार्च 8 गते आमाहरूले छोराहरू जन्माउने र छोरी जन्मे भने त छोरीलाई पढ्न पनि दिँदैनन्, पढ्न दियो भने पनि उच्च शिक्षा पढ्न दिँदैनन्। उसको के काम भन्दछन् भने छोरालाई त विदेश गएर हामीलाई पाल्छन् भन्ने गर्दछ। अन्तिममा म के भन्न चाहन्छु भने नारी दिवसमा छोरी अनि दिदी बहिनी बुहारी विद्यालय बडीघाट गाउँपालिका 8 पर्साबाट आजको कार्यक्रममा सहभागी भएको छु। सबै महिला तथा बालिकाको अधिकार, समानता, सशक्तिकरण भन्ने मूल नाराका साथ मनाउन गइरहेको 115औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू तथा विभिन्न तह र तबकामा रहनुभएका पदाधिकारीज्यूहरू 115औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम नारी दिवस शीर्षकमा वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा म एकदम हर्षित महसुस गरेको छु। नारी सदस्य, स्त्री, आमा, महिला, बुहारी, सासू, छोरी जस्ता नामबाट सूचन गरिन्छ। नारी बिना सृष्टिको कल्पना समेत गर्न सकिँदैन। नारीहरूलाई हाम्रो समाजमा यसरी विश्वास हुनेमा गाह्रो पर्दछ। धन्यवाद। चित्तबारी पराबीकी सानी बहिनी पढ्नु भएको छ। लुङखानी पराबीबाट प्रेम कुमारी घरती। धन्यवाद कार्यक्रम संयोजकज्यूलाई, आदरणीय महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू। एक हातमा तराजु र अर्को हातमा कलम लिई निर्णय गर्न बस्नुभएका निर्णायकज्यूहरू, मेरा प्रतिस्पर्धाको रूपमा रहनुभएका शिक्षक
115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी वक्तृत्व कला प्रतियोगिता आयोजना गर्नुभएको र त्यो कार्यक्रममा म पनि सहभागी हुन पाउँदा निकै खुसी छु। यो अवसर प्रदान गर्नुहुने नानीहरूलाई सम्मान गर्नुपर्छ। आफ्नो हक अधिकार श्री शिवालय आमासँग भेरीखोरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णमा मेरो नमस्कार टक्राउन चाहन्छु। प्राचीन समयबाट विभिन्न प्रथा परम्पराहरूको नाममा नारीहरू पीडित हुँदै आएको हामीलाई थाहा छ। हामीलाई इतिहास पढ्ने क्रममा थरथर डर लागेर आउने गर्छ। सती प्रथा, छाउपडी प्रथा, बाल विवाह प्रथा, ती प्रथाहरू पढ्दाखेरि हामीलाई किताब पढ्नै नसकिने अवस्थाको डर लाग्ने गर्छ। सती प्रथा भनेको एउटा राजा मर्दाखेरि एकजना राजाको पछाडि 31वटा रानीहरू जिउँदै जलेर मर्नुपर्ने अवस्था नारीको अवस्था थियो। विभिन्न दुःखका दिनहरू पार गर्दै नारीहरू आज यो ठाउँमा आउनु भनेको हाम्रो ठुलो सौभाग्यको कुरा हो। हामीले 2007 सालमा प्रजातन्त्र आएपछि अलिकति ती प्रथाहरूबाट अलिक टाढा हुँदै गएका छौँ। हाम्रो अलि उन्मुक्ति हुने कार्यक्रमहरू आइरहेको छ र अझै पनि हाम्रो देशमा के छ भने पितृसत्तात्मक देश भएको हुनाले हामीले महिलाले आफ्नो शासन चलाउन सकेका छैनौँ। जतिसुकै ठुलो पदमा पुगे पनि, जतिसुकै पढे पनि हामीले आफ्नो हक अधिकार लिएर अगाडि जान सकेका छैनौँ। बाहिर भित्र जति पीडा भए पनि भित्रै गुम्सेर बस्नु परेको छ। बाहिर जान सक्ने अवस्था छैन, आँट छैन, हिम्मत छैन, साहस छैन, हामीलाई सपोर्ट गर्ने ठाउँ छैन। महिलाको लागि, महिला सशक्तिकरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ। नेपाल सरकारले संविधानमा प्रस्ताव 6वटा हकहरू नारीका व्यवस्था गरिएको छ। नारीलाई उत्थान गर्नको लागि धेरै कार्यक्रमहरू ल्याएको छ। अन्तर्राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय मार्च 8लाई नारी दिवस रूपमा अन्तर्राष्ट्रिय स्तरमा विश्वले नै मानिरहेको छ। यस अवस्थामा पनि हामीले अझै नारी दिवस मनाइरहनु पर्ने अवस्था आइरहेको छ। अझै नारीहरू, कयौँ नारीहरू घरभित्रै बस्नु परेको छ। हत्या, हिंसा, बलात्कार, चोरी, हिंसा सबैको मारमा महिला हुनु परेको छ। महिलाहरू हामी घरको गृहिणी मात्र होइन, अब हामी बाहिर आएर आवाज उठाउनुपर्छ भन्ने कुरा म यहाँबाट भन्न चाहन्छु। र सबभन्दा पहिला महिला हिंसाको कुरामा एकपल्ट कुरा गर्दाखेरि मैले महिला भन्ने सबैभन्दा पहिला पैसा कमाउने हुनुपर्दो रहेछ। पैसा कमाउने भएपछि हामी जसरी भए पनि खान सक्छौँ। कसैले हामीलाई हेला गर्न सक्दैन, दबाउन सक्दैन। हेलाइ गरे पनि आफ्नो घाँस बास आफै चुटाउन सक्यौँ भने बल्ल हामी बाँच्न सक्छौँ। हेला हुनु भनेकै खाना नदिने, लाउन नदिने खालको हेला सहनु परेको छ। ती हेलाहरूबाट टाढा रहनको लागि हामी शिक्षा दिनुपर्छ, शिक्षा पाउनुपर्छ। मैले के भन्न चाहन्छु, सबै आमाहरूलाई के भन्न चाहन्छु भने पुरुषहरूले माया गर्यो भन्दैमा, एउटा मोबाइल देखायो भन्दैमा, 2-4 हजार पैसा देखायो भन्दैमा, माया गर्ने बोली वचन बोल्यो भन्दैमा नबस्नु होला। मैले विद्यालयमा पनि पटक भन्ने गर्छु। मैले भनेर त हुने होला छैन। तै पनि हामी छोरीहरू छिटो विश्वास गर्छौँ, अरूलाई हामीले पट्याउँछौँ, उनीहरूको मायामा फस्छौँ। फसेपछि हामी एउटा जङ्गारमा पसेपछि, नराम्रो ठाउँमा पसेपछि निस्किन हामीलाई गाह्रो पर्छ। त्यही भएर छोरीहरूलाई घरमा शिक्षा दिनु होला। आमाहरूले, सबै दिदीबहिनीहरूले छोरीलाई गरी खान सक्ने बनाउनु होला। गरी खान सक्ने बनाउनको लागि शिक्षा दिनु होला। घरमा धेरै संस्कारको कुराहरू सिकाउनु होला।
राम्रा कुराहरू सिकाउनु होला। एउटा रक्सी पारेर भए पनि एउटा सक्षम जीवन बिताउन सक्ने खालको, एउटा भैँसी पाल्न सक्ने खालको भए पनि बनाइदिनु होला। त्यस्तो खालको मैले शिक्षा भन्न चाहन्छु। र म भिरकुटी माविमा 20औं वर्ष जागिर गर्दै गर्दा यहाँ धेरै नानीहरूलाई मैले देखिरहेको छु। 15 वर्षमा विवाह गर्ने, 16 वर्षमा विवाह गर्ने, 17 वर्षमा छुटेर बस्ने, कुटाइ खानुपर्ने त्यस्तो अवस्था देखेको रहेको छु। त्यो कुराहरूलाई मैले पटक पटक भन्ने गर्छु कि हामी कमाउने हुनुपर्छ। शिक्षा आर्जन गरेपछि हामी कमाउने भइन्छ। कमाउने भएपछि हामीलाई कसैले पनि हेला गर्दैन। हेला गरे पनि हामी एक्लै जिउन सक्छौँ। यसमा हामी लाग्नुपर्छ भनेर भन्ने गर्छु। र आज समयको पाबन्दीसँगै यस कुरालाई मध्यनजर गर्दै हाम्रो हक अधिकारहरू हामीले आफै लिनुपर्छ। कसैको माया दयामा हुँदैन। हामीले आफ्नो हक अधिकार पाउनको लागि आवाज बुलन्द रूपमा बाहिर निकाल्नुपर्छ। सबै लाग्नुपर्छ। सबै केटा मान्छेले भनेको मैले पोस्टमा भनेको थिएँ, केटा मान्छेले भनेको सबै मान्नुपर्छ भन्ने छैन। केटा मान्छेले पुरुषहरूले भनेको, श्रीमानले भनेको सबै सोही हुन्छ भन्ने पनि छैन। हामीले आफ्नो आवाज उठाउनुपर्छ। नराम्रो काममा झगडा पनि गर्नुपर्छ। नराम्रो कुरामा सहमत हुनु हुँदैन। राम्रो काममा सहमत हुनुपर्छ। हामीलाई पनि सहमत गर्नुपर्छ। त्यही भएर लास्टमा म के भन्न चाहन्छु भने सबै आमाहरूले छोरीलाई सक्षम बनाइदिनु होला, गरी खान सक्ने बनाइदिनु होला, पैसा कमाउने बनाइदिनु होला। मात्र बल्ल यो समाधान हुन्छ। नत्र भने यदि पुरुषको भरमा मात्रै छोरी दियो भने, एउटा लाउरी, एउटा मास्टर, एउटा डक्टरको भरमा मात्रै छोरी दियो भने हामीलाई त्यहाँ ठिचोमिचो सुरु हुन्छ, हिंसा सुरु हुन्छ, हत्या सुरु हुन्छ। त्यहीबाट आतङ्क सुरु हुन्छ, जिन्दगी बर्बाद हुन्छ, समाज बर्बाद हुन्छ। यति भन्दै म 2-4 शब्द गर्न चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।
प्रमुख अतिथि, निर्णायक मण्डल तथा उपस्थिति सम्पूर्ण महानुभावहरू, आज फोर्सा आमा समूहको तर्फबाट एउटा सानो गीत लिएर आएका छौँ। बाँकी गीतबाट नै नहुनु है सधैँभरि बाध्य दिवसको, नहुनु है सधैँभरि बाध्य दिवसको, स्वागत छ है 115औं नारी दिवसको, स्वागत छ है 115औं नारी दिवसको। नीलपात घाँस दाउरा होइन छोरीलाई, नीलपात घाँस दाउरा होइन छोरीलाई, शिक्षा स्वास्थ्य मुक्ति हुन् है जीवनभरिलाई, शिक्षा स्वास्थ्य मुक्ति हुन् है जीवनभरिलाई। घरैबाट हिंसा होला प्रतिकार गर्नु है, घरैबाट हिंसा होला प्रतिकार गर्नु है, झगडा होइन मेलमिलापको सधैँ भर पर्नु है, झगडा होइन मेलमिलापको सधैँ भर पर्नु है। कानुनले त प्रतिभूति दियो महिलाहरूको, कानुनले त प्रतिभूति दियो महिलाहरूको, कागज मात्र होइन अब चाहियो व्यवहारको, कागज मात्र होइन अब चाहियो व्यवहारको। नारीले नि फेर्न सक्छन् यो देशको मुहार, नारीले नि फेर्न सक्छन् यो देशको मुहार, सानातिना समस्यामा नमाग्नु है गुहार, सानातिना समस्यामा नमाग्नु है गुहार। हामी नारी धरती माता सृष्टिका जननी, हामी नारी धरती माता सृष्टिका जननी, सम्मान गरौँ हाम्रा सृष्टि आमा दिदी भनी, सम्मान गरौँ हाम्रा सृष्टि आमा दिदी भनी। हामी नारी हामी चेली देशका कर्णधारा, हामी नारी हामी चेली देशका कर्णधारा, नारी सम्मान गरौँ भन्दै सबलाई नमस्कार, नारी सम्मान गरौँ भन्दै सबलाई नमस्कार, नारी सम्मान गरौँ भन्दै सबलाई नमस्कार, नारी सम्मान गरौँ भन्दै सबलाई नमस्कार। प्रस्तुत गर्न चाहन्छौँ बाँकी गीतबाटै। आदिवासी जनजाति नभनी सबै नारी बनाऊ है साहसी, सबै नारी बनाऊ है साहसी। सबै मिली काम देखाउ नमुना, नारी दिवस शुभकामना, नारी दिवस शुभकामना। आदिवासी जनजाति नभनी सबै नारी बनाऊ है साहसी,
समयलाई बचाऊ आत्मनिर्भर भएर घर चलाऊ आत्मनिर्भर भएर घर चलाऊ आदिवासी जनजाति नबनी समय नारी बनाऊ है साहसी समय नारी बनाऊ है साहसी नारी हो अब नारी गर्नु साबित नारी गर्नु साबित आदिवासी जनजाति नबनी सबै नारी बनाऊ है साहसी सबै नारी बनाऊ है साहसी यहाँलाई हार्दिक हार्दिक स्वागत तथा नमस्कार टक्राउन चाहन्छु। उपस्थित हुनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरू, आज हामी धेरैभन्दा धेरै यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भयौँ र आज हामीहरू यो 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने एउटा जमघटमा उपस्थित भयौँ र हामीहरूले सर्वप्रथम त यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस किन मनाउन गइरहेका छौँ, यसको सुरुवाती कहाँबाट र कसरी भयो भन्ने कुराहरू पनि हामीहरूले केही रूपमा जान्नुपर्छ, हामीहरूले केही बुझ्नुपर्छ र मैले जानेको मैले बुझेका कुराहरू तपाईँहरूको बिचमा भन्न चाहन्छु। यो जर्मनी महिला क्यालारा जेटकिनले यसको सुरुवाती गर्नुभएको थियो। आजभन्दा धेरै वर्षका महिलाहरू तपाईँको कुनै पनि बैठकहरूमा भेला हुने, उपस्थित हुने, आफ्ना कुराहरू राख्ने जुन प्रकारको एउटा परिस्थितिहरू थिएन, एउटा निर्वाचनमा महिलाहरू चुन्ने र चुनिने अधिकारहरू समेत महिलाहरूलाई थिएन। आजभन्दा कयौँ वर्ष पहिला यति मात्र होइन, तपाईँ हामीहरूले सुनिराखेको कुरा हामीहरूलाई अलिक केही कुराहरू हामीहरूलाई जानकार पनि छ। आजभन्दा धेरै वर्ष पहिला श्रीमान बित्यो भने श्रीमतीलाई चित्तामा लगेर जलाउने जुन प्रकारको प्रचलन थियो, दर्दनाक पीडाहरू थिए, त्यति बेला महिलाहरू जुन चित्तामा गएर जल्ने चाहना नहुँदै पनि त्यति बेला महिलाहरूलाई जुन कुट्दै पिट्दै लछार्दै ढुङ्गाले हानी चित्तामा लगेर जलाउने जुन प्रकारको दर्दनाक पीडाहरू थिए र त्यस्तै छाउपटी प्रथाहरू जस्तै पश्चिम मेली भेगतिर तपाईँको महिलाहरू इन्सुरेन्स हुँदाखेरि एउटा तपाईँको चिसो कुनामा लगेर महिलाहरूलाई त्यहाँ राख्ने चलनहरू थिए। त्यहाँ तपाईँको कयौँ बालिकाहरू तपाईँको त्यहाँ सर्पले डसेर मृत्युको मुखमा पुगिरहेका थिए। त्यसो भएको कारणले गर्दा यी सबै जुन मुक्ति प्राप्त गर्नको लागि जुन अमेरिकामा रहेका श्रमजीवी वर्गका महिलाहरूले, जर्मनीमा रहेका श्रमजीवी वर्गका महिलाहरूले सम्मान कामका सम्मान ज्यालाहरूको लागि र यी जुन दर्दनाक पीडाहरूबाट मुक्त हुनको लागि विश्वभरको नेतृत्व गर्नुभएको थियो र सडकमा त्यही प्रकारले उहाँहरू उत्रिनु भएको थियो। त्यसैको फलस्वरूप आज हामीहरूले यसरी यो दिनलाई मानेर विश्वभरका नारीहरूले यसरी नारी दिवस मनाउन हामीहरू पुगेका हौँ। त्यसो भएको कारणले गर्दा यी कुराहरू हामीहरूले पनि केही रूपमा बुझ्न एकदमै आवश्यकता छ र उपस्थित हुनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरू हामीहरूलाई पनि पालिकाको तर्फबाट कार्यक्रम गर्नको लागि ढिलो सूचना आयो र ढिलो सूचनाका बावजुद पनि हामीहरूले थोरै आर्थिक बजेटमा सबैतिर हामीहरूले छोटो समयमा एउटा फोनको मार्फतबाट एक दिन मात्र थियो समय, त्यसरी हामीहरूले सबैतिर जानकारी गराएर छोटो समयमा पनि
गरी सबै कुराहरूको व्यवस्थापन गराएर यसरी यो कार्यक्रममा आउनुभयो। धेरैभन्दा धेरै आफ्ना कलाहरू प्रस्तुतिहरू एउटा नारीहरूका जुन प्रकारका आवाज एउटा शब्दबाट नृत्यहरू प्रस्तुत गर्नुभयो त्यसको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हामीहरूले जुन विद्यार्थीहरूको एउटा छात्र विद्यार्थीहरूको लागि एउटा आफ्नो भित्र रहेको जुन आत्मा अन्तर्निहित क्षमताहरूलाई बाहिर निकाल्नको लागि छात्रहरूलाई हामीहरूले वक्तृत्व कला प्रतियोगिता कार्यक्रमहरू पनि राखेका थियौँ। तर हाम्रो यो भौगोलिक अवस्था विकटताले गर्दाखेरि छोटो समयमा उहाँहरूले पुरा तयारी गर्न नसक्दाखेरि उपस्थित हुन सकिएन भन्ने कुराहरू जानकारी गराउनु भएको थियो। र यति छोटो समयमा पनि जे जति हामीहरू उपस्थित भयौँ धेरैभन्दा Sita